हेलो गाइज, स्वागत छ तपाईहरुलाई मेरो यो युट्युब च्यानल मिनी ब्लगमा। आज चाहिँ हामी काठमाडौँमा छौँ र यो काठमाडौँ सातो बाटोको छेउमा रहेको एउटा रेस्टुरेन्टमा हामी साम्पाङ ब्रदर्स धेरै दिनपछि हामी भेट भएको छौँ र गेट टुगेदरको लागि आज हामी यो रेस्टुरेन्टमा आएको छौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला भन्दै अब रेस्टुरेन्टतर्फ लागौँ। आजको बिल सबै यसको नाममा फाड्ने कोसिस गरिरहेछौँ हामी यहाँ। अनि त्यसपछि हाम्रो जेठा दाजु हुनुहुन्छ, अनि उहाँ चाहिँ माइला दाजु, अनि यतापट्टि चाहिँ हाम्रो काइलो भाइ, अनि म चाहिँ बिचको साइला तिलक राई। अहिले 8 कटिसकेको रहेछ रातिको, भोक पनि लागिरहेछ। यहाँ हेरौँ आजको यो पहिलो अर्डर के छ भने कफीहरू आउँदो रहेछ। यहाँनिर ब्ल्याक कफी अनि हट लेमन हामीले मगाएको छौँ। हामी 3 जनाले चाहिँ ब्ल्याक कफी भने 2 जनाले चाहिँ हट लेमन मगाएको छ। यहाँको विशेष कम्बो सेट आएको रहेछ मोमोको, त्यो कम्बो सेट मगाइरहेछौँ। कस्तो छ हाम्रो मोमोको कम्बो सेट आएको छ। यहाँनिर चिल्ली मोमो, फ्राइड मोमो, स्टिम मोमो, के मोमो यो नाम पनि आउँदैन। अनि यहाँ सलादहरू पनि आएको रहेछ। यो नेपाली सलाद र फ्रुट सलाद आएछ। यो कस्तो छ के अचारहरू पनि रहेछ, दुईवटा आइटमको रहेछ अचारहरू। अनि मलाई चाहिँ चिल्ली मोमो बढी मनपर्छ र म चाहिँ सुरुमा यो चिल्ली मोमो टेस्ट गर्नु पर्यो। कस्तो हुन्छ चिल्ली मोमो टेस्ट गर्दैछु। अरू पहिला पनि खाएको, यहाँको फेरि टेस्ट गरौँ कस्तो छ। राम्रो रहेछ, मिठो रहेछ, दामी छ। त्यसपछि हाम्रो अर्को अरू मोमोहरू चाहिँ कस्तो छ पछाडि टेस्ट गर्दै जाउँ। पर्कको सेक्वा मगाएको छौँ। सेक्वा पनि आइपुगेको छ। मजाले डेकोरेसन गरेर ल्याइदिएको छ, अचार सहित पुरै आएको छ। राम्रो देखिरहेछ हेर्दाखेरि। म चाहिँ अब यो पर्क ट्राई गरिहाल्नु पर्यो। अब दाजुहरू चाहिँ मोबाइल चलाउनुमा व्यस्त छ। हजुरहरूलाई भिडियो राम्रो लाग्यो भने लाइक सब्सक्राइब गरिदिनु होला, अनि बेल आइकन पनि फाइनली हामी खानाहरू खाइसकेका छौँ। अब चाहिँ हामी फर्किने तयारीमा छौँ। लगभग अब हामी फर्किन्छौँ। आज साँच्चै नै रमाइलो भएको छ। यसरी धेरै दिनपछि 5 जना दाजुभाइहरू यसरी भेट हुँदाखेरि एकदम खुसी लागेको छ। अनि हाम्रो फोनमा कान्छी बहिनीसँग पनि हाम्रो कुरा भइरहेको थियो अघि। यस आजको दिन एकदमै रमाइलो लागेको छ। अब हामी बाहिर निस्किसकेका छौँ र कान्छो भाइ र म चाहिँ यता काठमाडौँतिरै बसाइ छ भने दाजुहरू चाहिँ घर पूर्वतर्फ भोलि नै जेठा माइला र काइला चाहिँ जाँदै हुनुहुन्छ। अब लगभग 9 साढे 9 पनि भइसक्यो। अब हामी यहाँदेखि छुट्ने छौँ। भिडियो अन्तिमसम्म हेरिदिनु भएको लागि हजुर